हेलो गाइज, मेरो मिनी ब्लगमा तपाईँहरूलाई स्वागत छ। म चाहिँ बजारबाट आएको थिएँ अनि त्यसपछि त्यहाँ कस्तो राम्रो मकै रहेछ। दिदीबहिनीको सल्लाह आउँदै मकै चोर्ने हो कि क्यार्ने हो भनेर। चोर्न त भएन तर भन्न खोजेको जे राम्रो रहेछ मकै भन्न खोजेको। हामीले केक फेन्टा अनि त्यस पछाडि अरू सामानहरू ल्याएको थियौँ बजार गएर। मकैबारी दरम दरम हरियो करम करम भनेको छु मैले। अनि हाम्रो त होइन, बाटो त बोर्डिङको बाटो हो, खासै पिच्छैन, कच्ची कच्ची बाटो छ। यति भन्दै मेरो मिनी ब्लग यहीँ सकिन्छ लगभग। अनि तपाईँहरू सबैले सेयर, सब्सक्राइब, लाइक गरिदिनु होला।